Hey, what's up, bullies? I'm back with my stupid thoughts है त्यो भन्छ त जीवबले बिस्तारै मिलिरहेछ जिन्दगीको हिसाब सब कुरा सिकिरहेको छु घुमिरहेछ दिमाग ओके त्यही हो बिस्तारै मिल्छ जिन्दगीको हिसाब है र मेन थिङ चाहिँ के हो भन्दाखेरि यदि तपाईँले जिन्दगीलाई पकड्ने कोसिस गर्नुहुन्छ भने यु विल लुज इट के छोडिदिने हो क्या लेट इट बी वाट इट इज जे हुन्छ हुन्छ वाट एभर ह्यापन्स चिल गर्ने हो क्या तर म सुतिरहेको छु अरू साथीहरू टेन्सन लिइरहेको होला नि के हुन्छ कसो हुन्छ म सुतिरहेको छु चिल हो के चिल हो बाल दिने होइन केही कुराको चिल गर्ने हो आफ्नो चिल पारामा सुत्दिने हो जस्तै अब टेन्सन भयो सुत्ने टाउको दुख्यो सुत्ने केही भयो सुत्ने जे भयो नि सुत्ने सुत्नु चाहिँ पर्छ टाइममा सुत्नु ढिलो उठ्ने यसमै छ सुकुन के भन्नु अरू अब द आर्ट अफ डुइङ नथिङ दि आर्ट अफ डुइङ नथिङको पावर हुन्छ क्या एउटा जब तपाईँले सब कुरा गर्न छोडिदिनुहुन्छ त एक्कासी केही नै नगरी सुतेर बस्नुहुन्छ त तब सक्सेस आउँछ क्या लाइफमा झुट बोलेको होइन कसम भनेको डोन्ट ट्राई के एउटा बुक थियो कि द सब्टल आर्ट अफ नट गिभिङ अ फक हो त्यो बुकमा लेखेको थियो कि डोन्ट ट्राई इफ यु डोन्ट ट्राई देन यु विल अचिभ एभ्रिथिङ यु वान्ट के एन्ड द्याट्स द फ्याक्ट तपाईँले कहिले देख्नुभयो होला त लाइफमा कति मान्छेहरू होइन खासै मिहिनेत पनि गर्दैन होइन त्यति केही स्ट्रगल नै गरे हुँदैन तर पनि पिकमा पुगेको हुन्छ नि माथि केही नगरी हो तिनीहरू त्यहाँ छन् बिकज तिनीहरू केही पनि गर्दैनन् के हो दिस इज द स्किल अनि के हो भन्दाखेरि म सिकाउँछु कसरी केही पनि नगर्ने जस्तै जब म टुवेल्भमा पढिरहेको थिएँ त तब मेरो एकजना साथी थियो कि ऊ चाहिँ कस्तो भन्दाखेरि खुब मिहिनेत गर्थ्यो कि एकदम पढ्थ्यो कि एकदम हुन्छ नि हार्डवर्क बिहानदेखि बेलुकासम्म फुल ग्राइन्ड गर्थ्यो कि ऊ ए प्लस ल्याउनको लागि मिहिनेत गरिरहेको थियो होइन राम्रो मार्क्स आउँछ भनेर टुवेल्भमा खुब मिहिनेत गरिरहेको थियो अनि अब म त अब चिल अब के थिएँ अब जे होला होला भगवान्कै भरोसे गड्स प्लान भन्छ त चिल डु नथिङ केही नगर डु नथिङ अनि के भयो भन्दाखेरि टुवेल्भको रिजल्ट आयो मेरो मार्क्स पो धेरै छ त उसको भन्दा हो किन धेरै छ त बिकज म चिल बसेँ कि केही नै गरिनँ कि हो केही नगर्नुमै एउटा रात छुपेको छ सक्सेसको कि जब तपाईँ केही गर्नु हुँदैन नि केही नै गर्नु हुँदैन त्यो सुतेर बस्नुहुन्छ त्यसरी हो यसरी सुतेर बस्दाखेरि नै चमत्कार भइदिन्छ क्या दिन आउँछ क्या सब कुरा अगाडि लेखेको छ क्या तँ केही गरेर केही हुँदैन तँ भगवान्ले लेखेको छ भने पाउँछ लेखेको छैन भने पाउँदैन पैसा अगर तकदीर में होगा तो खुद चल कर आएगा पैसा अगर होगा तो खुद चल कर आएगा मैं नहीं करने वाला काम वाम सुतेर बस्ने यसरी आनन्दले टक्क सिरानी लगाउने पछाडि स्टडी टेबल छ तर यो किनेर मात्र राखेको छु म पढ्दिनँ जस्ट सोको लागि राखेको है बिस्तारै हुन्छ सब आफै हुन्छ प्लेन उडिरहेछ मैले केही गरेको छुइनँ तर पनि उडिरहेछ नि त प्लेन भर्खर उडिरहेछ नि त प्लेन मैले केही गरेको छैन त्यही भएर उड्यो अब मैले यताउति केही गरेको भयो त्यो ग्यारेन्टी हुँदैन है फेरि हेर्नु न दाँत कस्तो सेतो छ ब्रसै गर्दैन आफै सेतो छ डोन्ट ट्राई कि केही नै नगर कि केही पनि नगर सुत्देऊ यसरी सुत्देऊ हो 72 सब्सक्राइबर अचिभ गरेको छु कसरी यत्तिकै नाटक गरेर त्यस्तो सिरियसवाला काम केही गरेकै छैन क्या त्यही भएर चिल डु नथिङ त्यही हो अब ह्यान्डसम छु है मान्छे किन ह्यान्डसम छु थाहा छ यत्तिकै ह्यान्डसम छु कि केही गरेकै छुइनँ केही गर्दिनँ त्यही भएर ह्यान्डसम छु त्यो मान्छेहरू हुन्छ त कति त्यो के लगाउँछ है त्यो के भन्छ मोइस्चराइजर फेस वास होइन अनि के दुनियाँ थोक फेसमा लगाउँछ तर पनि अनुहारै कस्तो देखिन्छ नि छ्या तर मलाई हेर्नु त केही लगाउँदिनँ म बिहान उठेर मुख पनि धुँदिनँ जाडो महिनामा त झन् तर पनि
स्किन यस्तो ब्राइट यस्तो ग्लोइङ स्किन छ किनकि म केही पनि गर्दिनँ क्या हो यो केही पनि नगर्नुमा एउटा स्किल छ क्या चिल बस्ने हो क्या आनन्दले सुत्ने हो बेकार है भाई मैं तो टूट गया बेकार है हो यो बेकार बस्ने हो कि के लेखेको छ हेर्नु त आई डोन्ट नो के लेखेको छु यहाँनिर लेखे होला म पढ्दिनँ आसम पढाएको छैन मैले म चाहिँ किप्स कलेज पढ्छु मौन धारण गरेको है मौन धारण कस्तो ह्यान्डसम हो कसम कसम भनेको लास्ट ह्यान्डसम है म त्यही कुरामा सब्सक्राइब गरिदिनु है बिस्तारै मिलिरहेछ जिन्दगीको हिसाब सब कुरा सिकिरहेको छु घुमिरहेछ दिमाग कमेन्ट पनि गरिदिनु है जसलाई कमेन्ट गर्न मन छ है सबजनालाई जे जे मनमा आउँछ नि गाली दिँदा नि हुन्छ मनलाई रिस उठिरहेको त गाली दिँदा नि हुन्छ कमेन्टमा लट्स अफ लभ भन्दा नि हुन्छ है बिकज लभली मान्छे हो नि त म जे लेख्दा नि हुन्छ कसैलाई केही भन्दा सबलाई हर्ट दिन्छु म कमेन्टमा पिन गरिदिन्छु जसको कमेन्ट मनपर्छ त्यो मान्छे भाइरल हुन्छ भाइरल जो नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला जो पुरानो हुनुहुन्छ साथीहरूलाई सेयर गरिदिनु होला अनि कमेन्ट पनि हानिदिनु होला सब्सक्राइब इज इम्पोर्टेन्ट क्या सब्सक्राइबर बढाउनु पर्छ अब के भएको गाडी म के गर्छु थाहा छ उयो दराज छ क्या रोक्नु म देखाउँछु तपाईँलाई दराज छ त त्यो दराजमाथि म यत्तिकै लुगा फ्यालिदिन्छु कि त्यो खोलेर हाल्न मलाई अल्छी लाग्छ कि त्यही भएर दराजमाथि त्यो फ्यालिदिन्छु कि यत्तिकै फ्यालिदिन्छु त्यो त्यही माथि हुन्छ त्यहीबाट निकाल्छु लगाउँछु कि यो दराजभित्र चाहिँ केही हाल्दिनँ कि किनेको मात्र यत्तिकै जब म दराजको माथि यत्तिकै लुगा फ्यालेर त्यहीँबाट टिपेर लाउन सक्छु म किन चाबीले त्यो दराज खोल्नु किन त्यति मिहिनेत गर्नु दिमाग युज गर्ने हो क्या दिमाग केही गर्ने नै होइन कि खोल्ने नै होइन क्या दराज डोन्ट डु एनिथिङ भन्दैछु त केही नै नगर कि बरु सब्सक्राइब गर मलाई चिल बस्न सिकाउँछु लाइफमा खुट्टा दुखिरहेछ यार तर म केही पनि गर्दैन अब के गर्नु त दुखिरहेछ दुखिरहेछ अब के गर्न सकिन्छ त केही नै गर्न सकिँदैन त्यो चुलाएर बस्ने फेरि अर्को प्लेन उड्यो अघि एउटा उडेको थियो फेरि अर्को उड्यो किनकि मैले केही नै गरिरहेको छैन त्यही भएर उड्यो मैले केही गरे भए चाहिँ ग्यारेन्टी हुँदैन थियो है फेरि उडिरहेछ प्लेन उडेको उडै गर्छ कि त्यसमा हामीले केही गर्न सक्दैनौँ धरती घुमेको घुमै गर्छ दिन कटेको कटै गर्छ इयर्स चेन्ज हुँदै जान्छ 2026 भयो 2027 2028 2029 2030 पुग्छ 2030 पुग्दा पनि 5 वर्ष चेन्ज हुन्छ तर
हामीले रोक्न सक्दैनौँ नि त त्यो कुरालाई। हुन्छ मान्छे बुढो हुन्छ, कसैले कसैलाई छोडेर जान्छ, कसैको नयाँ लभ पर्ला, त्यो हुँदै गर्छ त्यो सब कुरा। टेन्सन लिने नै होइन। किन टेन्सन लिने होइन? किनकि हामीले टेन्सन लिएर त्यो कुरा चेन्ज हुँदैन क्या। त्यही हो क्या। जाए जाए भन्न त मन छ, तर अब यहाँ मिल्दैन अब है। यो अलिक फ्यामिली फ्रेन्डली भ्लग हो है, अलिक हुन्छ नि, त्यही भएर जाए जाए